एक हप्ताको प्लान आज आएर सक्सेस भयो हाम्रो। चटपटे खाने, जता नेपाली त्यता चटपटे होइन। चटपटे त कसलाई मन पर्दैन र। हामीले खाजा क्लासमा चाहिँ कस्तो हुन्छ कि हाम्रो दिनभरि क्लास हुन्छ होइन। अनि त्यसमा चाहिँ कहिले कसले के ल्याउने भनेर हामी सेयर गरेर खाजा खान्छौँ। हामी नेपाली भएपछि त अब जता नि सेयर भइहाल्छ नि। नेपाली भन्नाले सेयर त सबैको हुन्छ कि। जब चटपटे म कति एक्साइटेड थिएँ क्या, यो दिन कहिले आउला। हाम्रो आज आएर जुड्यो, किनकि यहाँ चाहिँ वाइवाई चाउचाउ मिल्न चाहिँ अलि सर्टेज नै हुन्छ। त्यही भएर हामीले कति दिन पसल गयौँ होइन, भुजा चाहिँ पाएनौँ। त्यही पनि हामीले यस घरबाटै सबैले योले चाहिँ यो ल्याउने है भनेर प्लान गरिसकेको थियौँ। हामीहरूले चाहिँ हाम्रोमा चाहिँ 3जना छौँ क्या। अनि हामीले चाहिँ वाइवाई चाउचाउ खुर्सानी यस्तो यस्तो बोक्यौँ। अरू साथीहरूले चाहिँ तैँले यो ल्याएर आइजो है, तैँले ऊ ल्याएर आइजो है भनेर हामीले सबैले प्लान गरेको थियौँ। अनि आज आएर हाम्रो सक्सेस भयो। हामीसँग भाँडै भएन क्या। अनि हामीले प्लास्टिकमा यसरी बनाइरहेछौँ। अनि सबै तरकारी मतलब काँक्रो, काउले के भन्छ, काँक्रो बन्दाहरू यताउति सबै हामीले काटेर यसरी लगेको थियौँ। सबै चाउचाउहरू होइन, दालमोठ साथीले लिएर आएको थियो। हामीसँग त दालमोठ थिएन। ऊ भर्खरै नेपालबाट आएको भएर उसले चाहिँ नेपालबाटै दालमोठहरू लिएर आएको थियो। अनि के थियो, दालमोठ र चाउचाउ पाएपछि हामीसँग चाहिँ भुजा थिएन है। भुजा बिनाको चटपटे, त्यही पनि कस्तो यम्मी हुन्छ क्या। वाउ, टक्क नेपालीहरूले भनेपछि त जाँदै क्या। हामीले सब साथीहरू मिलेर खानुको त मजा बेग्लै छ झन्। हेर्नु, हामीले यसरी बनायौँ। प्लास्टिकमा सबै खन्याएर मिक्समा गर्ने तरिका हेर्नु है हाम्रो। अब केही पनि छैन मिक्स गर्नलाई, सबै कुराहरू हामीले हालिरहेछौँ। यो चाहिँ डल्ले खुर्सानी, नेपालको जस्तो डल्ले त हुँदैन, यत्रो यत्रो हुन्छ, ठुल्ठुलै हुन्छ। तर पिरो चाहिँ लास्टै पिरो हुन्छ क्या। अनि मैले चाहिँ दालमोठ हालिरहेको छु, उता साथीले चाहिँ हेर्नु न चाउचाउ टक्क देखेर वाइ वाइ भनेपछि त अब विदेशमा प्रायः चाहिँ मिल्दैन नि त वाइ वाइ चाउचाउहरू। हामी नेपालबाट आउँदाखेरि प्रायः बोक्ने भनेको वाइ वाइ चाउचाउहरू नेपालबाटै बोकेर आउँछौँ नि त। मैले पनि थोरै ल्याएको थिएँ क्या, मलाई त टाइम पनि भएन। अनि चाउचाउहरूको अरू सामान नै थुप्रै भएको भएर चाउचाउहरू केही पनि बोक्न पाइनँ क्या, थोरै थोरै बोकेको। अनि यहाँ चाहिँ हाम्रो अमिलो हालिम टक्क साथीले चाहिँ बोकेर ल्याएको थियो अमिलो पनि। सबले हामीले हेर्नु न, उता खानालाई चाहिँ उसलाई हतार भइसकेछ। कतिखेर होला अनि चाउचाउ चाहिँ त मेरो मुखै रसाउँछ हौ झन्। चटपटे भन्नाले नि चाउचाउ टक्क हुन्छ क्या, कस्तो मिठो हुन्छ। अनि मैले खाएँ, सबैले खाइहाल्यो क्या। अनि खाऊँ नि त, कति ढिलो भन्छ भनेर कति धेरै भयो थियो नि त चाउचाउहरू नखाएको। अनि हामीले यसरी चाउचाउ चटपटेहरू बनाइरहेछौँ। उता हेर्नु न, खानालाई भनेपछि त चाउचाउ खानालाई भनेपछि हुर्कै हो क्या। उता साथीले त गमी खाइरहेछ। फुटाउँछ खान्छ क्या, अलि गर्दै उसको त पेट भरिसक्यो। अब हामीले चाहिँ मिक्स कसरी गर्ने ला भन्ने भइरहेको थियो क्या। मिक्स नै नहुने क्या, सबै कुराहरू त हातमा गऱ्यो भने हात पिरो हुन्छ, आँखामा लाग्यो भने त डेन्जर हुन्छ फेरि। हामीले फोहोर पनि त्यत्तिकै गरेको थियौँ। तर के गर्नु, पछि आफैले सफा गर्नु परिहाल्छ। सफा